सम्झिरहेको थियो कहाँ कहाँ गएको थियो यत्रो दिन यत्रो समय यो बुढो मान्छेले यहाँ चुनाव जित्नु कति गाह्रो भयो मलाई त तिमीहरूको जस्तो यङ केटाहरूको एकदम खाँचो छ नि बुढो मान्छेलाई यसो काँधमा काँध साथमा साथ दिनुपर्छ यसपालि हामी चुनाव जित्नुपर्छ है विरोधी धेरै छ खुट्टा तान गर्दैछ हामीले चाहिँ जसरी हुन्छ बहुमत नल्याए पनि चुनाव चाहिँ जित्नुपर्छ त्यसमा चिन्ता नगर्नु तपाईँ केटाहरूलाई कतिजना केटाहरू छ बाइक उता पछाडि चढ्नै छ होइन तेलहरू वालस्याल छ एउटा पेट्रोल पम्पै तिमीहरूको नाममा राखिदिएको छु मैले होइन ल ढुकाएर बस्नु अनि पुरा म उडाउँछु खर्च पर्छ के कति छ खर्च त दिनु पऱ्यो नि अलिअलि त खै तेल सेल बिल्सी कार छ खर्चको चिन्ता नगरे चुनाव हो पैसाको त म खोला बगाएको छ ब्यागमा तर यहाँ चुनाव चाहिँ जित्नु पर्यो जति सक्दो होइन यताउता के गरेर हुन्छ चुनाव जित्नु पर्यो ल अहिलेलाई यो 1-2 लाख रुपियाँ छ यो लिएर गएर गर्दै गर्नु मेरो पर्सनल नम्बरमा फोन गर्नु पैसा सिधै भने ठाउँको ठाउँ पैसा बोराको बोरै आउँछ ल चिन्ता नगर्नु टेन्सन नगर्नु सब गाउँ उठेर हामी यसपालि जित्छौँ